बीबीसीले सार्वजनिक गरेको रिपोर्ट हेर्नुभयो जेनजी आन्दोलनको कि हेर्नुमा छैन कि धेरैजनाको विश्लेषण हेर्दा कुनको के हो कुनको सत्य के हो कसको विश्लेषण ठिक हो कसको बेठिक हो भनेर तपाईँ वाक्क हुनुभयो। तर कुरा अर्कै खालको छ, कुरो गम्भीर छ। यहाँ केही मानिसहरूको आफ्नो तथ्य, केही मानिसहरूको आफ्नो विश्लेषण, केही मान्छेहरूको आफ्नो व्याख्या आफ्नोमा छ। जुन तरिकाले दमन भयो 23-24 को आन्दोलन, जेनजीहरूले शहादत प्राप्त गरे, त्यस पछाडि त्यसको छानबिन गर्नका लागि गठन भएको गौरीबहादुर कार्कीको आयोगको छानबिन समितिले अहिलेसम्म रिपोर्ट सार्वजनिक गरेको छैन। तर बीबीसीले आफ्नो रिपोर्टमा केही कुराहरू छर्लङ्ग पार्यो। कसले आदेश दियो, कसले आदेश दिएन, के भयो, पुलिसहरूको अवस्था के थियो, प्रदर्शनकारीहरूले के गरे, के गरेनन्, सबै कुराहरू त्यो भिडियोमा देख्न सकिन्छ। 4000 भन्दा बढी डकुमेन्ट, भिडियोहरू, फुटेजहरू यी लगायत राखेर 6 महिनाको करिब अवधिमा बीबीसीले आफ्नो रिपोर्ट सार्वजनिक गर्यो। अहिले तरङ्गित छ, सबैजनाले भिडियो सेयर गर्नेदेखि लिएर आफ्नो कुराहरू राख्ने सम्मका कुराहरू अहिले सामाजिक सञ्जालमा त्यही मात्रै छ, त्यही मात्रै घुमिरहेको छ। अब प्रश्न उठ्छ कि अहिले बीबीसीले सार्वजनिक गरेको त्यो रिपोर्ट अनुसार को दोषी होला, को दोषी नहोला, होला नहोला आफ्नो ठाउँमा छ। बीबीसीले सार्वजनिक गरेको जुन डकुमेन्ट्री भनौँ, जुन भिडियो भनौँ, त्यो भिडियो आइरहँदाखेरि 23-24 को घटनालाई छानबिन गर्नका लागि, जाँचबुझ गर्नका लागि सरकारले गठन गरेको गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित समितिले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन। के बीबीसीले सार्वजनिक गरेको अहिलेको भिडियो र गौरीबहादुर कार्की आयोगले बुझाउने प्रतिवेदनका बीचमा मत बाजियो अथवा फरक पर्यो? त्यो भिडियोमा देखिएको जस्तो भएन। भिडियोमा देखिँदाखेरि जुन कुराहरू बाहिर आएका छन् ती कुराहरू त्यो प्रतिवेदनमा आएन भने चाहिँ के हुन्छ त? त्यसले कुन रूप लिन्छ? हामी के बहस मात्रै गरिरहने, चर्काचर्की मात्रै गरिरहने, यस्तै विवादमा रमाइरहने, एउटा मिडियाले यस्तो लेख्यो, अर्को मिडियाले यस्तो लेख्यो भनेर रमाइरहने, अनि सधैँ क्रान्तिकै नाममा क्रान्ति नै गरिरहने? यो भिडियो अहिले सार्वजनिक भइरहँदाखेरि प्रहरी प्रशासनसँग मानिसहरूको विश्वास कतिको रहन्छ? अब प्रहरी प्रशासनलाई हेर्ने दृष्टिकोण उनीहरूको कस्तो रहला चुनावको मुखमा? यो प्रश्न गम्भीर छ कि छैन? त्यत्रा मानिसहरूको बलिदानी र शहादत पछाडि प्राप्त भएको यो जुन चुनावको अहिलेको माहौल छ, त्यो माहौल अथवा यो परिवर्तनलाई त परिवर्तन नै मान्न मिल्दैन त्यो शहादतको अगाडि। तर अहिले जुन समयमा यो भिडियोहरू आएको छ अथवा यसले चुनावलाई भोलि प्रभाव पार्छ कि पार्दैन, यो विषय पनि एकपल्ट सोच्नुपर्छ कि पर्दैन? हाम्रो सुरक्षा संयन्त्रमाथि हामीलाई विश्वास हुने वातावरण बन्छ कि बन्दैन भन्ने कुरो इम्पोर्टेन्ट हो किन? फेरि यो भिडियो सार्वजनिक भइरहँदाखेरि आम मानिसहरूमा अरू धेरै किसिमका कुराहरू आइरहेका छन् र सामाजिक सञ्जालमा सबैजनाले आफ्नो किसिमको तर्क राखिरहेका छन् र यसै कारणले मानिसहरूमा अर्को विद्रोह पो जन्मिने हो कि भन्ने शङ्का पनि देखिन्छ। आशा गरौँ यस्ता खालका विद्रोहहरू नजन्मिउन्, यो विद्रोह नै अन्तिम विद्रोह बनोस्, ताकि देशलाई एउटा सुशासन, देशलाई एउटा स्थायी शान्तिको रूपमा अगाडि बढाउन यो चुनावले भूमिका खेलोस्। हाम्रो कामना त खालि त्यति नै हो।